कल्पना गर, एक रात तिमी अन्धकार आकाशतिर हेर्दैछौ। सबै कुरा शान्त देखिन्छ। ताराहरू टल्किरहेका छन्। आकाश सुन्दर छ, तर त्यही आकाशको गहिराईमा यस्तो घटना भइरहेको हुन सक्छ जसलाई आजसम्म कुनै मानिसले आफ्नो आँखाले देखेको छैन। त्यो घटना हो दुई विशाल कालो भुवाङको टक्कर। कालो भुवाङ भनेको अन्तरिक्षको यस्तो स्थान हो जहाँ गुरुत्वाकर्षण शक्ति यति शक्तिशाली हुन्छ कि त्यहाँबाट प्रकाश पनि भाग्न सक्दैन। त्यसको वरिपरि पुगेका ग्रह, तारा, धुलो सबै निलिन्छ। अब कल्पना गर, यदि यस्ता घटना दुई विशाल कालो भुवाङ एकअर्कातिर आउँदैछन् भने के हुन्छ? वैज्ञानिकहरूको अनुसार जब दुई कालो भुवाङ एकअर्कासँग ठोकिन्छन्, त्यो क्षण पुरा ब्रह्माण्डमा सबैभन्दा शक्तिशाली घटनामध्ये एक हुन्छ। त्यस क्षण यति ठूलो ऊर्जा निस्किन्छ कि अरबौं ताराहरूको उज्यालो भन्दा पनि धेरै शक्तिशाली हुन्छ। तर अचम्मको कुरा के हो भने त्यो विस्फोट हामीले देख्न सक्दैनौँ, किनकि कालो भुवाङ आफै अन्धकार हो। त्यो टक्कर हुँदा प्रकाश निस्किँदैन, केवल अदृश्य तरङ्गहरू पुरा ब्रह्माण्डमा फैलिन्छ। यी तरङ्गलाई गुरुत्व तरङ्ग भनिन्छ। सन् 2015मा वैज्ञानिकहरूले पहिलो पटक यस्तो तरङ्ग पत्ता लगाएका थिए। त्यसको मतलब केही टाढा अरबौं वर्ष अघि दुई विशाल कालो भुवाङ ठोकिएका थिए। तर डरलाग्दो कुरा के हो भने यस्तो घटना अहिले पनि ब्रह्माण्डमा कतै भइरहेको हुन सक्छ र हामीलाई थाहा पनि छैन। अझ डरलाग्दो कुरा के हो भने यदि यस्ता घटना पृथ्वीको नजिक भयो भने पूरा अन्तरिक्ष हल्लिन सक्छ, ग्रहहरूको बाटो बदलिन सक्छ। तर अझै अर्को रहस्य बाँकी छ। केही वैज्ञानिकहरू भन्छन् जब दुई कालो भुवाङ एकअर्कामा मिसिन्छ, त्यो क्षण अन्तरिक्ष र समय पनि बाङ्गो हुन सक्छ। तर आजसम्म कुनै मानिसले त्यो दृश्य प्रत्यक्ष रूपमा देखेको छैन। हामीले केवल उनको प्रभाव नापेका छौँ। त्यसैले ब्रह्माण्डको बाहिरमा यस्ता घटनाहरू निरन्तर भइरहेका हुन सक्छन्। हामी सानो पृथ्वीमा बसेर केवल आकाशतिर हेर्दैछौँ अनि सोचिरहेका छौँ त्यो अन्धकारभित्र आफै पनि कति रहस्य लुकेका छन्, किनकि ब्रह्माण्डको सबभन्दा भयानक घटनाहरू सायद अहिलेसम्म कुनै मानिसले देखेको छैन। हामी आकाशमा देख्छौँ, तर ब्रह्माण्डको गहिराईमा अहिले पनि अकल्पनीय घटनाहरू भइरहेको हुन सक्छ। आजलाई भिडियो यति। तपाईलाई भिडियो कस्तो लाग्यो कृपया राय सुझाव दिनुहोला। साथै च्यानललाई सब्स्क्राइब, भिडियोलाई लाइक, शेयर गर्न नभुल्नुहोला। म यस्तै भिडियोहरू हजुरहरूको सामु लिएर आउने छु। भिडियोमा केही गल्ती, कमी, कमजोरी भएको भने माफ गरिदिनु होला। आजलाई यति। हजुरको दिन शुभ रहोस्। हस्त, धन्यवाद।